सम्पूर्ण दर्शकबिनहरुमा मेरो नमस्कार। म चाहिँ आज एकजना भाइ भेट भएको छ, उहाँसँग चाहिँ छोटो मिठो इन्टरभ्यु लिन चाहन्छु। हजुर भाइ, तपाईलाई स्वागत छ। क्या स्वागत छ? कस्तो स्वागत? खै कहाँ छ स्वागत? भाइ आवेशन आउ न भाइ, हैन छोटो मिठो इन्टरभ्यु त तपाई धेरै भाइरल भएको छ टिकटक फेसबुकतिर, अनि त्यही भएर भाइ बसेर कुरा गर्नु। बस्दैन म, तर बस्ने खाली मान्छे हो। अब यो तिम्रो गर्लफ्रेन्ड कतिवटा छ? हे तिर्के त यार, के क्वेशन सोध्या यार, चाहिने नचाहिने यार। हैन भन न, अहिलेको उमेरमा त गर्लफ्रेन्ड सक्नु हुन्छ। के यस्तो भने इन्टरभ्यु हुन्छ यार? म इन्टरभ्यु दिन्छु। म दिन्न है, म इन्टरभ्यु म दिन्न। भाइ बस्नु छोटो मिठो। अनि तिम्रो छोरछोरी कता हो? ये बिना गरी छोराछोरी हुन्छ। म इन्टरभ्यु दिँदै दिन्छु। अनि तिमीले बिहे चाहिँ 3-4 गरेर भन्छ हाम्रो न्युजमा छापछापी आएको ओ कोले भन्यो? हैन त्यस्तै सुन्नमा आएको त्यही भएर हैन बस न आवेशन हो। अनि छोरछोरी 2-3 त छ हैन? हे तेरो म बिहे गरेछ, म इन्टरभ्यु दिँदै दिन्न। अनि पहिला बिहे गरेर भगार के रे अर्कैले भिडाइदिएर त दिनु। या तेरिका म त भुले यार, म बिहे गरे हो र भने। त्यो त खोइ अब गाउँतिर हल्ला छ हो। ए हल्ला पुछा लाग्ने हावा पुरा गर्ने त। म इन्टरभ्यु दिँदै दिन्न। गाउँमा त मान्छे भनेको जसको बुढी पहिला पनि त्यो नाम हो। ए हो र? कोही बौलाले जाने खातामा पारिपट्टिको त्यो भगटे लाउरेको छोरी थिएन त्यो पहिलो बिहे गरेको, दोस्रो बहु तिमीले भगार ल्याएर ओखो त्यो त बहुत च्वाक देखेर मैले आखिर हो र त अनि किन त्यो दादा त ओखो अब ए बुढो मान्छे एक दुई कुरा त लुकाउनु पर्यो नि त। लुकाउनु त पर्यो। अनि त्यो अर्काको बुढी उछिटाइदिने यार, मेरो बुढीको लेखाइन भन्नु। तिमी भर छैन, तिम्रो भरै लाग्छ। तिम्रो बुढा म खल्टीमा राखेको छु, हेर त। नम्बर छ तिम्रो? छ। फोनहरुको म गर्दै गर्ने म गए डिटी बुढा भाइ त्यो लोरो हेर्दै घोचेर नाकमा घोच्छ।